के मात्र भविष्यले भविष्यको हामी हाम्रो नानीहरूको भविष्य यो देशमा तपाईँको चाहिँ बनाउन चाहन्छौँ। अब हामी त आर्मी उमेर भइसक्यो होइन, तर हाम्रा छोराछोरीले +2 गर्ने बित्तिकै अमेरिकाको जाउँ कि अस्ट्रेलियाको जाउँ कि जापानको जाउँ कि कोरियाको जाउँ कि भन्ने बेला पर्न नहोस्। यहाँ मैले देखिरहेको छु थुप्रै जेन्जीहरूको बस्ती छ होइन। वी वान्ट टु वर्क फर यु है, प्लिज डोन्ट फलो होइन तपाईँको छैन फेरि रङ गाइज, डोन्ट फलो द रङ गाइज। तपाईँले चिन्नुपर्छ। हेर्दाखेरि तपाईँको छैन होइन खेतबाट आएको जस्तो देखिन्छ नि, देखिँदैन हेर्नु त। मैले कसम के खाएको छु भने जबसम्म यो देशमा सबै जनताले सुकिलो मुकिलो लुगा लगाएर हिँड्ने आर्थिक अवस्था देशको हुँदैन तबसम्म म यस्तै तपाईँको फाटेको लुगाहरू लगाउँछु है। द्याट इज माई प्रमिस। अर्को साम्बाङ जे बोल्छ गर्छ। अर्को साम्बाङ इज नथिङ बट अ कमिटमेन्ट है। अर्को साम्बाङले बोलेपछि सक्यो। चुनाव पछाडि चुनाव त हामी जित्छौँ सरकार हाम्रो हुन्छ है, तर दार्चुलावासीलाई पनि गुड न्युज छ, त्यहाँको ट्विनहरू रिप्लेस गर्न आउँदैछ सोमबार होइन। यत्रो सानो बालिका बिचरा त्यसरी गइराखेको देख्दाखेरि रोएँ म। यो देशलाई सम्झेर थुप्रोचोटि रोएको छु होइन। आँखा मात्रै मेरो आँसु त देशको हो नि। मेरो देश चाहिँ मेरो आँखालाई सापटी लिएर रुने गर्छ क्या कहिले कहिले होइन। त्यस्ता ठाउँहरूमा पनि हामी विकास गर्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सन्तुलित विकास हुन्छ यहाँ। अन्यायमा तपाईँको कोही पर्नु पर्दैन। किसानको सरकार बन्दैछ यहाँ, मजदुरको सरकार बन्दैछ। तमाम किसान र मजदुरलाई म भन्न चाहन्छु विल वर्क फर योर सेफ्टी है। हामी तपाईँहरूको सुरक्षाको लागि काम गर्छौँ। अहिले हेरौँ न, एउटा छैन तपाईँको छैन मजदुरले काम कति अनसेफली गरिरहेको छ। दिनभरि ग्यारेजमा काम गर्छ है, ग्रिज लाग्छ, भरे जाँदाखेरि नुहाउने पानी हुँदैन हो कि न भन्नु न है। आई प्रोटेक्सन छैन, केही पनि छैन क्या। पिपिई भन्छ नि, पर्सनल के अरे प्रोटेक्टिभ इक्विपमेन्ट्स, केही पनि छैन। किसानहरू त्यसरी नै काम गरिरहेको छ होइन। दिनभरि तपाईँको छैन होइन, सिमेन्टमा बेल्छ हान्छ, हातमा केही हुँदैन, हात काटेर खत्तम भइरहेको छ। मजदुर बिना बन्छ कुनै देश? किसान बिना बन्छ कुनै देश? अनि किसान र मजदुरको लागि यो सरकारले अहिलेसम्म तपाईँको छैन 30-40 वर्षसम्म शासन गरेको सरकारले के ल्यायो त नीति? तमाम किसान र मजदुरलाई भन्न चाहन्छु म, चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नुहोस्। यो सिवाय अरूमा हाल्यो भने सायद तपाईँलाई पाप पनि लाग्छ कि है। पाप लाग्ने काम नगरौँ। देश बेचेर खानेहरू, देश जलाउनेहरू है, तपाईँको विभिन्न खालका गर्नेहरूलाई होइन। यसपालि सचेत नेपालीले चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नुपर्छ। यो देश कसरी हामी उठाउन सक्छौँ भन्ने हामी देखाउँछौँ है। विल कम्पिट विथ चाइना। चाइनासँग हामी कम्पिट गर्नुपर्छ विकासमा। मरेको चुटी बाँचेर हुन्छ नेपालीले? हुँदैन। यहाँ हेऱ्यो भने सबै चाइनिज, यो क्यामेरा सबै चाइनिज, यो चाइनिज, गाडी चाइनिज, सबै चाइनिज। चाइना आफ्नै छिमेकी मुलुक त त्यहाँ पुग्यो त, हामी चाहिँ कहिले पनि नपुग्ने। सेम अनस लाज मान्नुपर्छ अब त हामी होइन र। त्यो देशलाई त्यहाँ पुर्याउने हो भने अरू कसैले गर्न सक्दैन। श्रम संस्कृति बाहेक अरू कसैसँग भिजन पनि छैन, मिसन पनि छैन। गफ गर्ने हो, कुर्सीमा जाने, बस्ने है। यति धेरै काम गर्नुपर्छ यो देशमा, यति धेरै काम गर्नुपर्छ। काम मात्रै भन्नु नेताको युवाले, यताको युवाले काम मात्रै भन्नु हो। जब काम गर्छौँ हामी त्यसपछि उत्पादन र निर्माण हुन्छ। जब उत्पादन र निर्माण हुन्छ त्यसपछि मात्रै आर्थिक विकास हुन्छ। आर्थिक विकास भयो भने मात्रै तपाईँको गोजीमा पैसा हुन्छ। तपाईँको गोजीमा पैसा भयो भने मात्रै तपाईँलाई टेन्सन हुँदैन। तपाईँलाई टेन्सन भएन भने मात्रै तपाईँ हाँस्न सक्नुहुन्छ। अनि हाँस्नुको लागि नेपाली बाँच्नुपर्छ कि पर्दैन? कमेडी सो हेरेर हाँसेर हुन्छ एकछिन है। अरूको प्र्याङ्क गर्छ नि, के भनिन्छ होइन। अरूको त्यो हेरेर एकछिन हाँसिन्छ, फेरि एकछिन सकेपछि त ला अब के गर्ने। अब भरे अर्कोचोटि रिचार्ज हाल्ने पैसा छैन।
नचाहिने देश बनाइदियो। अनि देशलाई चाहिँ के भनेको छ? सतीले सरापेको देश। के को सतीले सराप्छ होइन? हिमाल पहाड तराई वन जङ्गल नदी नाला ताल तलय सारा तपाईँको चाहिँ प्राकृतिक सम्पदाले भरिभर भएको देश हो त होइन? 125 भन्दा तपाईँको धेरै जातिहरू मिलेर बसेको संस्कृतिले धनी देश पो त यो त होइन? त्यस्तो देश जुन देशमा चाहिँ होइन हाम्रा पुर्खाहरूले आजभन्दा 1500 वर्ष पहिला ढिकी र जाँतो बनायो, फलाम पनि थिएन, खोइ कसरी बनायो, साह्रै साइन्टिस्ट हुनुहुन्थेछ हाम्रो बाजे पुर्खा। पछि गएर हामीलाई के पढायो सियो पनि बनाउन आउँदैन। आउँछ लेखेर दिन्छु, यहाँ उपस्थित भएका आदि मान्छेलाई भात पकाएर खान पनि आउँदैन। त्यस्तो नालायक भइसक्यो होइन? फेरि गोजीभरि कलाम भिरेको छ, सर्टिफिकेट चाहिँ यति छ। द्याट डजन्ट मेक एनी सेन्स है। हामी यो देशमा शिक्षा भन्ने बित्तिकै उत्पादन निर्माण र आविष्कार हो भन्ने गरीको शिक्षा लागू गर्नेछ है। नो स्टुडेन्ट्स होइन, नो स्टुडेन्ट्स विल बी जबलेस। त्यो खालको देश हामी बनाउँछौँ। लेखेर दिन्छु कसरी बनाउने, यति लामो जान्छ, 6 महिना व्याख्या गर्न भ्याउँदिनँ म है। यो देशमा कृषिलाई नउठाइकन देश उठ्दैन है। किनभने उद्योग भनेको कच्चा पदार्थ बिना चल्दैन। कच्चा पदार्थ भन्ने बित्तिकै तपाईँको कृषि आइहाल्छ है। तपाईँको जुस फ्याक्ट्री नै बनाउनुहोस् अथवा लु भनौँ न चामलकै तपाईँको चाहिँ धानकै परिकारको बनाउनुहोस्, या जे बनाउनुहोस् न तपाईँले, औषधि नै बनाऊ होइन, कृषि बिना हुन्छ हुँदैन। तर कृषिलाई हेर्ने दृष्टिकोण के छ? किसानलाई त फोहोर भन्थ्यो एकजना चस्मा लाउने एआईको प्रधानमन्त्री होइन र? कति हाँस्यो, चस्मा लाउने एआईको प्रधानमन्त्रीले किसानलाई फोहोर भन्दा किसानलाई फोहोरहरू नहुने कुरा गरेको छ। त्यसले गर्दाखेरि कानुनी सुधारहरू हामी ल्याउनेछौँ। सारा कुराहरू तब परिवर्तन हामी गर्न सक्नेछौँ जब हामी सारा कुराहरू गर्नेछौँ। म यति भन्न चाहन्छु, धेरै कुरा छैन। यी उम्मेदवारहरूलाई तपाईँहरूले भोट हालेर जिताइदिनुहोस्। 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेछ भने यो खम्बामा लिएर जुत्ताले हिर्काउँछु म। जिताएर पठाइदिनुहोस्। र मैले 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेछु भने पनि मलाई जहाँ भेट्नुहुन्छ त्यही मलाई पनि जुत्ताले हाल्नु है। समीर माटोको त्यति निष्कलङ्क र निष्ठा भएको मान्छेहरूको सामु होइन, कुरा बुझ्नुभयो नि? के हो हामी अरबौँ खरबौँ। अब टिकट दिँदाखेरि मैले 1 रुपियाँ पनि लिएको छुइनँ कि लिएँ भने लिएँ भन्नुहोस्, आफ्नो साक्षी राखेर भन्नुहोस् लिएँ। नत्र म पनि 1 करोडले उनीहरूले चाहिँ 50 लाख दिँदैछ 1 करोडले भनिहाल्दैन। बिचारा घर राखेर दिनुहुन्थ्यो होला कसैले चाहिँ, कसैले यो त उस्तै रहेछ भनेर भाग्नुहुन्थ्यो होला। करप्सनलाई जिरो कसले बनाउँछ भन्ने बुझ्नुहोस्। खुट्टी हेरेर चाल पाउनुपर्छ, सानो जिरो हेरेर थाहा पाउनुपर्छ है। करप्सन त्यहीबाट सुरु हुन्छ, टिकट वितरणबाटै सुरु हुन्छ है। उहाँहरूले होइन तपाईँको चाहिँ नि फ्री अफ कस्ट अचम्म लाग्दो छ। फेरि यो टिकट भन्ने बित्तिकै त पैसै लाग्ने कुरा हो नि त होइन? जाउला खेलभित्र छिर्दाखेरि टिकटको पैसा लाग्छ लाग्दैन?